मैले पनि खर मैले पनि खाएको थिएँ पल्टनमा जागिर नाम हो मेरो रेम बहादुर मगर मेरो पनि नाम निस्को छोटमा मेरो पनि हुने भो सरकारी जागिर कुरा हो यो 2061 सालको रुद्रबाहिनी पथलैयामा भर्ना भयो सिसम बातरको त्यतिखेर धेरै डर मर्दो अनि थियो सङ्कटकाल रात हुने बित्तिकै गोली र बमको आवाज त्यस बेला हाम्रो पनि चल्दै थियो 6 महिने ट्रेनिङ दिनभरि परेड र कुदाई रातमा राउट भन्दै गुरु बाउनु हुन्थ्यो बोल्दिनस् भन्दै कहिले मेन पोजिसन त कहिले चमेरो अनि खान्कियो कुदाई दिनभर घाममा परेड र कुदाई घामण्ड हो भन्दै फेरि हुप कुदाई दिन रातको बेलाई यसरी नै केही महिना हाम्रो बित्दै गयो आयो हाम्रो कहिले 10 माइल त कहिले 18 कुद्ने पालो कुद्न नसक्नेलाई गुरुबाको पछाडिबाट लट्ठीको झद्धरो देखेर मात्र हुँदैन रहेछ सरकारी जागिर खानलाई आँट र सहनशीलता चाहिन्छ एक हप्ते कोष हाम्रो जङ्गलमा थियो आफैले खनेको टेन्टमा आफै खसियो हुन्छ रमाइलो कहिले लोभ त कहिले च्याउरेकै त्यसमा हुन्छ हाम्रो निन्द्राको बेलाइ गुरुबाले गरिदिनु भो बालुवामा भेडा कुदाई फेरि त्यसमा पनि भो हाम्रो चर्को घाममा पेलाइ सधैँको बिहान हामी 5 बजे उठ्थ्यौँ आफ्नो नृत्यक्रम गरी दौडन लाइनमा जान्थ्यौँ मजाको गीत थियो पल्टनमा गुरुबाले सिकाएको एउटै बुटको तालमा तोरी बढी शैली झाप झाप कहिले तल कहिले माथि झ्याप झ्याप यसरी नै हाम्रो ट्रेडी अन्तिम हुँदै गयो म्युजिकको तालमा पास आउट भई दर बन्दी दियो ब्याजी हाम्रो सबै अब छुट्ने बेन पनि आयो गुरु र चेलाको सम्बन्ध ट्रेडिङमा होइन छुट्ने बेला हुन्छ ग्रबन्दी जाने बेला गुरु र चेला दुवै रोज्यो कोही ब्याजी पुगे पूर्व कोही पश्चिम मेरो रहे घर त सिमरा घर पाइ नोकरी पार्यो भद्रकाली गर्न कहिले पोखरिया त कहिले वीरगञ्ज भन्सार यसरी नै मेरो जागिर केही वर्ष बित्दै गयो बाहिर हिँड्दा हिँड्दै केही महिना पछि गणमा सरुवा भयो त्यसपछि 2 पहलदार म जागिर छोडी हिँडे राति अहिले पनि सम्झना आउँछ मलाई त्यो पल्टनको जागिर गीत अनि लगाएको वर्दी गर्व लाग्थ्यो छाती फक फुल्थ्यो वर्दी लगाउँदा भगैनमा रहेन मेरो दुःख गरेर खाएको सरकारी जागिर नखाएको त होइन मैले पल्टनमा जागिर